हजुरहरूको सबैको समस्या पैसा माग्ने बेलामा त म्याउ म्याउ गरेर माग्छ, दिने बेलामा त ठ्याक्कै दिँदैन होइन। त्यसले गर्दाखेरि अब एउटा उपाय मैले गरेको छु। अब पानी झरेको सिजन आयो, साउनको समय आयो, त्यसले गर्दा चाहिँ तपाईँले चाहिँ मन्दिरमा चाहिँ दान गर्नुहोस्। यसरी एउटा बाल्टी लिनुहोस्, चारतर्फ जसले नाम देख्छ नाम एड्रेस सहित त्यसरी लेखेर चाहिँ नि शिव मन्दिरमा दान गर्नुहोस् है। दान गरेर चाहिँ जतिखेप मान्छेले यो बाल्टी देख्छ, यो बाल्टीको त काम हुन्छ होला नि त मन्दिरमा होइन। नाम एड्रेस सहित लेखेर चाहिँ यसरी चाहिँ लेखेर चाहिँ नि मन्दिरमा दिनुहोस् कि कतिको त्यो चोरहरू भनौँला होइन, पैसा नदिने मान्छे त अनुहारहरू लुकी लुकी जाने र 10वटा कारण दिने। यसरी दान गरेर चाहिँ कतिको तपाईँहरूको पैसा आउँदो रहेछ मलाई भन्नुहोस् है।